केटीएम जम्प। हामी चाहिँ आज मस्त केटीएम जम्पमा जम्प गर्ने ट्राम्पोलिन एन्ड एभ्रिथिङ खेलौँ भनेर एक्साइटेड। अनि लेट्स गो। भित्र गएपछि हाम्रो सुरु भइहाल्यो क्लाउड फोटो सेसन। त्यसपछि जम्प गर्न थाल्यौँ। बास्केटबल यो चाहिँ रमाइलो हुन्छ जाने अनि स्कोर गर्ने जम्प गर्दै गर्दै। अनि यहाँ चाहिँ अब हेर्नुहोस् है उल्टोबाट हुन्छ माथिबाट रिङ हाल्नुपर्ने तलबाट छिर्नुहुन्छ। अनि त्यसपछि अब हामी चढ्दै थियौँ ढल्दै थियौँ फेरि जाँदै थियौँ ओर्लिँदै थियौँ। अनि त्यसपछि सानोतिनो कम्पिटिसन पनि हामी आफै गरिरहेको थियौँ। खतरा जम्पिङ गरिदिने क्या फेरि साथीले। यहाँ हेर्नुहोस् झन् फ्री फल स्लोमोमा। त्यसपछि हामी यो सकाएर अब के गर्ने त भनेर सोचिरहेको थिएँ। मैले यसरी हानिरहेको थिएँ हाम्रो भान्जा भान्जीलाई। यो पनि रमाइलो भइरहेको थियो। अनि चाहिँ हामीले कम्पिटिसन गरौँ भनेर सोच्यौँ होइन। अनि त्यो अघि जुन हानाहान गरेको स्पन्जहरू थियो नि त्यो स्पन्जबाट को फर्स्ट आइपुग्छ त त्यहाँ भनेर कम्पिटिसन गरेको थियौँ। यो चाहिँ अलिअलि जम्पिङ वार्मअप हुँदैछ त्यो गेमको लागि। तरिकाले जम्प गर्दैछौँ हामी। ल मलाई उतार्न आउनुभयो उहाँहरू। रमाइलो हुन्छ ओभरअल एक्सपिरियन्स। एज बााउन्ड चाहिँ छ जस्तो लाग्दैन मलाई यो ठाउँमा जानलाई यति एज लिमिट भनेर। बिकज यु जस्ट इन्जोय देयर इज नो एज लिमिट इन द्याट थिङ। अनि हामीलाई त के भन्यो भने दुईजना एउटै ट्राम्पोलिनमा नगर्नु भन्यो। अनि मैले के गरेर राइड देखाइदिएर ये क्या रमाइलो हो। यो चाहिँ हाम्रो कम्पिटिसनमा त्यहाँबाट फर्स्टको जान्छ भनेर पछाडि आकृतिको म सक्दिनँ पुग्यो भन्दा हुनुहुन्छ। तर सी कम्प्लिटेड एट द एन्ड। यो चाहिँ बन्जी जस्तो खालको फ्री फल रमाइलो छ। मैले चाहिँ उल्टो खालको हान्ने ट्राई गरेँ आत्तिरहेको थिएँ। कस्तो त्यो प्यानिक मोडमा गएको जस्तो जिउ भएको छ कि डर। तर मैले बन्जी चाहिँ गरिसकेँ। स्टिल आई डोन्ट नो किन झन् यो त्यहाँ बेसमा उफ्रिने भनेपछि झन् डर लाग्ने रहेछ। बेसमा के हुन्छ भनेपछि चाहिँ। So yeah, it continued and we were doing this and that, dancing videos. Happy jumping. Pose. अब मन गरिदिउँ न होइन। अर्को पोज दिउँ न होइन। बादल जस्तो नै उफ्रिदिउँ न होइन। यो चाहिँ अनि मैले लास्टमा कम्पिटिसन राखेको थिएँ को माथि उफ्रिन्छ उसलाई के अहिले पछि सरप्राइज भनेर। अनि सकेसम्म माथि उक्लिँदै हुनुहुन्थ्यो। अनि त्यहाँबाट झर्नुभयो भान्जा भान्जीहरू मेरो। त्यसपछि हामी एकछिन रेस्ट मोडमा म चाहिँ रेस्ट मोडमा रहेछु गाह्रो भएर।
यहाँ धेरै कुरा छ त्यो माथि उक्लिने चढ्ने के भन्छ त्यसलाई त्यो रक क्लाइम्बिङ जस्तो धेरै कुराहरू छ हामी चाहिँ खाजासाजा खाएर लास्टमा हिँड्यौँ